वक्रतुंड महाकाय सूर्यकोटि समप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा।
भनेको पुरानोदेखि चलिआएको हिन्दू संस्कार हो। यो व्रतबन्ध विवाह गर्नुभन्दा पहिले गर्नुपर्छ। व्रतबन्ध गरेपछि म जिम्मेवार हुन्छु अनि विवाहको लागि पनि योग्य हुन्छु। मलाई एक्साइटेड लाग्छ, राम्रो अनुभव लाग्छ।
सोध्दै हुनुहुन्छ लेखै सलो पियारा बेसीमा टोनी मेरो माया नबने भइगयो मेरो माया नबने भइगयो लेखै सलो पियारा बेसीमा टोनी मेरो माया नबने भइगयो मेरो माया नबने भइगयो
कमलो मुहारो सानो सानो पाइला हिँडे ठुला ठुला आशा बोकेर जगतलाई उज्यालो पार्ने तिम्रो हँसाइ हजुरले पत्र मिलाइदिनुहोस् भन्छ पियाउदिनु बाबु सफलताको शिखर तिमी सधैँ माथि चढ जित भए हार दुवैलाई स्वीकारेर हिँड अहङ्कारलाई तिमी कहिले आफ्नो नबनाउनु अत्याचार कसैको कहिले कहिले नसहनु सुख भए पनि दुःखलाई नबिर्सिराख्नु आशिष मेरो यो तिमी फली फुलिरहोस् प्रार्थना छ मेरो तिमी सधैँ सुखी रहोस् अन्धकार माझ उज्यालो दीप नै बनोस् ममता तिमी हौ तिमी नै हौ लक्ष्मी सुन्दरता सबै हौ छोरी मेरो खाली होइन संसार कि हो तालैमा नाच्छ है वीर आए गमले नाच्छ सुख पाए खुसीले नाच्छ नाच्छ है नानी जिन्दगीलाई अङ्गाली अम्बिके बालिके नमानेति कसन ससत्य सगार्यारमूल्या च प्रवेशे निक्रमे तदा संक्रामे संक्रमे कलश देवता पेनमोदमा कलश स्थापित परुण अब हामीले एकैचोटि भन्छौँ है कलश देवतालाई ध्यान गरी बसेला पुण्यलाई बसेला प्रार्थना पूर्वक अब आश्रम सन्तोषी सप्त संहिता एउटा भेटी गरी बस्छ हैन यो यहाँको त ओम दावनानि दावलाको पदसमेत सुष्टान मुञ्चन्तु वस ओम वरुण देवता भिनो नमः कलश हातमा मुल्लेर नमस्ते पुष्पाणिं समर्पयामि नमस्ते गङ्गण पल्लव नमः ध्यानार्थे गन्धा सुरवाय पुराणने जोडे दिला मुखने तुको खाए सुरो कलतल सुरवाय पुराण समर्पयामि नमस्ते गन्धा गन्धा सुरवाय
बाँध्दै नैवेद्य भनेर खानेकुरा दिइबक्सेर गणेश भगवानलाई नैवेद्यनेश्वराय वरदाय सुरप्रियाय लम्बोदराय सकलाय जगद्धिताय नारायणाय स्तुत्याय विभूषिताय गौरीसुताय गणनाथ नमो नमस्ते सुगतं कामनं सेवा सातुडा नारायण यति राजाले नि भन्नु ल ल भाइ ल हातमा जल्दी रहेछ छुने है हरिओम तत्सत हरिओम तत्सत हरिओम तत्सत एकजनालाई छुने अरूले हरिओम उहाँलाई छुने हरिओम तत्सत हरिओम तत्सत हरिओम तत्सत अर्को हातमा सबै सिद्ध रस्ता आदि यसरी सिद्ध गोत्र पर्छ हाम्रो गोत्र प्रेम मात्र नाम परमणो हम उपनेन तथा प्रवदन कर्म कर्मणि भो ब्राह्मणाः अस्म मम गृहे वृद्धिं भवन्तु ब्रुवन्तु वृद्धिं भवन्तु ब्रुवन्तु ओम कल्याणं भवन्तु ब्रुवन्तु ओम तदेव मम ओम कल्याणं ओम कल्याणं ओम कल्याणं ओम तदेव मम च कल्याणं आवदाञ्जनं ब्रह्मराजनं जगत्सुत्राचार्यं राजनराजप्रिय देवानं दक्षिणदात्रे भूय संवेदेव संवेदनं मानं भवन्तु भेजाऊ खोलिदिने कि के गर्ने हजुर म टिपेर
सुतमामदेव मानवदि पितर मतवदर मानवयत नूरुदरिक मानदगतन मानायक मानकोक मानस्वेखरिक मानवीरानुद्रवापिन वदे अभिगमन्त सदमितो हवामय हरि ओम नमो हिरण्यवाहवे सेनानि दिशाञ्चपदय नमो नमो विक्षेभ्यरिके सेभ्य वसुनापदय नमो नमः सविन्द्रादि किमधिपति नमोदय नमो नमः हरिके साभिर्विदिने कुलानपदय नमो नमः भवसाव्यादिने नमोदय नमो नमः भवसेते जगदपदय नमो नमः रुद्रदाय तदानि चन्द्रनपदय नमो नमः चन्द्रनपदय नमो नमः सुदाय अन्ते बनानपदय नमो नमः रोहिताय सपदय विचरणपदय नमो नमः नैवारे विचुदाय पदय नमोदय नमो नमः मन्त्रिणमण जगत्सनपदय नमो नमः चरकोकक्रमयते नमोदय नमो नमः कृष्णाय धावते सर्वानपदय नमो नमः सभाने निविदयाविदिने पदय नमो नमः निगगणे कक्राजेन नमोदय नमो नमः निचरे विपरिचरारण्य नमोदय नमो नमः वञ्चदे परिपञ्चदयिताय नमोदय नमो नमः निचेन जितरिपदे शरणपदय नमो नमः शिवाय नमोदय नमो नमः गिरिधराय तराय गुरुदानपदय नमो नमः कमलवदनवाय सबो नमो नमः आनंदे व्रतदाने सबो नमो नमः आजवे सबो नमो नमः विशुद्धवे सबो नमो नमः उदारते सबो नमो नमः सैन्यवे आसनिवे सबो नमो नमः तिथदानपदय सबो नमः स्वाव्या स्वावदिवे सबो नमो नमः सेव्य सबदिवे सबो नमो नमः वेदिवे वेदिवे सबो नमो नमः वेदिवे सबो नमः गणपतिवे सबो नमः प्रातवे प्रातपदिवे सबो नमः नगरसेवे सबो नमः वेवे सर्वे सबो नमः सेनाव्या पुष्टानपदय नमो नमः भवसाव्या दिनेनानपदय नमो नमः भवसेते जगतपदय नमो नमः रुद्राक्षपदय नमो नमः सुरतायन्ते बनानपदय नमो नमः रोहिताय सपदय जानपदय नमो नमः वन्दे नारी विजय योगदि नमो नमः मन्त्रिणे पाणिजलक्षणपदय नमो नमः चरकुकाकर्णाधिपति नमोदय नमो नमः विजय रावत सत्पानपदय नमः सामान्यानि विजयना वेदिने नमोदय नमो नमः निगगणे ककुवादिने नमोदय नमो नमः निचरे विपरिचरारण्य नमोदय नमो नमः वञ्चदे परिपञ्चदे नमोदय नमः चढाइदिन्छु ट्याक्कै अध्यक्ष त्यहाँ चढाइदिन्छु
Bye.
खण्ड अनि यस दसमिन विनिष्ट हिलसारभूते ननाबे हरका भन्ने हितः ओ रक्ष प्रत्यच्यां च चण्डिके तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात्। ॐ भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात्। ॐ भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात्। ॐ भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो तर आजबाट अरूले भनेको तिमीले मान्ने हो। बुझ्यौ? व्रतबन्ध भनेको 7 वर्षमा गर्ने कुरा। आजबाट ब्रह्मचारी भयो, सबैले भनेको मान्ने, ज्ञानी हुने। यतिन्जेल तिमीले जति गल्ती गरे पनि सबले तिमीलाई माफ दिन्थे। बुझ्यौ? अब आजबाट तिमीलाई माफ दिँदैन, आजबाट तिमी ठुला भयो। त्यही भएर व्रतबन्ध गरिसकेपछि विद्या आर्जन गर्नु, गुरुको घरमा जानुपर्छ, गुरुको सेवा गर्नुपर्छ। त्यही भएर हे बुवा, हे आमा, 25 वर्ष भएपछि म हजुरको सेवा गर्न आउँछु। म अहिले विद्यार्जन गर्नको लागि अब काशीमा पढ्न जाँदैछु भनेर बाबा आमासँग बिदा माग्छौ। तब आमाले भन्नुहुन्छ, बालो माता उवाच बालो पोषि मया पुत्र पालिकं कष्टमं सदा वृद्धावसनवाजन्त्य पुत्रतां कारणं गुरु इदं कर्म परित्यागं कथयसि न कान्नवः। हे बाबु, मलाई छोडेर नजाऊ बाबु। अब म तिमीले मेरो सेवा गर्ने हो, गुरुको सेवा गर्ने होइन। त्यही भएर घरै बस भनेर आमाले सम्झाउनुहुन्छ, नजाऊ भनेर। अब फेरि बाबुले भन्छन्, सुत उवाच ब्रह्मचर्ये कृत तस्मिन् गुरु शुश्रूषपूर्वकं शस्त्रायां शरतीर्थेषु यथागमिष्य न पुनः गृहम् उदत् सप्तगोत्राणि तीर्थानां भ्रमणो बहु आगमिष्य मा तथा माता पञ्चविंशतमा तवः। हे बुवा, हे आमा, म त धेरै दिन होइन नि, जम्मा 25 वर्ष। अहिले 7 वर्षको भएँ, व्रतबन्धनको 7 वर्षमा गर्ने हो। म 7 वर्षको भएँ, अब 25 वर्ष भएपछि हजुरहरूको सेवा गर्न आउँछु। अहिले त मैले हजुरहरूको सेवा गर्न कसरी सेवा गर्नुपर्छ त्यो पनि जानेको छैन। त्यही भएर
विद्या आर्जन गरेर हजुरहरूको सेवा गर्न आउँछु मलाई बिदा दिबक्स्योस्। तब आमाले मलाई त विद्या आर्जन गर्नु छ हजुरहरूको सेवा गर्दै जानेको छैन मैले कसलाई नमस्कार गर्नुपर्छ कसलाई ढोक गर्नुपर्छ केही थाहा छैन त्यही भएर अब मैले के गर्ने हो त विद्या आर्जन गरेर हजुरको सेवा गर्न आउँछु मलाई बिदा दिबक्स्योस्। ध्यान गर्न पर्यो स्वाद निन्द्रा भनेको कुकुरको जस्तो निन्द्रा हुन पर्यो अल्पाहारी भनेको थोरै खान पर्यो गृह त्यागी घर छोड्न पर्यो अनि बल्ल विद्या आर्जन गर्न सकिन्छ नत्र त बाआमाको मायामा बसियो भने विद्या आर्जन गर्नै सकिँदैन। त्यही भएर म घर छोडेर जाँदैछु। अब आमाले सम्झाउनुहुन्छ दुर्गतम परतम सैघ दुर्गना के हो आमाको अर्थ के हो आत्मैदेखि माया गर्ने तत्त्वको नाम हो आमा। बाबाको अर्थ के बाचुन्जेल बाँच्न सिकाउने तत्त्वको नाम हो बाबा। बाले के गर्नुहुन्छ सदैव सिकाउनुहुन्छ तर आमाले सदैव माया मात्र गर्नुहुन्छ। त्यही भएर मलाई छोडेर नजाऊ 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 भनेर आमाले आँखाबाट बलेनी धारा आँसु बगाउँदै छोरालाई सम्झाएर बिदा दिनुहुन्न। तर बुवाले अब अलिकति मन्दर हुन्छ बुवामा के हुन्छ सङ्घर्ष गर्नुपर्छ भन्ने भाव हुन्छ। त्यही भएर बुवाले के भन्नुहुन्छ गुरु शुश्रणमान्देन गुरु शुष्णमान्धव तेषामा तन्मातं च गुरु शरणमान् पदे पदे गते स्वर्णमा प्रन्त रुदतं पितृपातमं महाभारं परिताम्य कथयसिन् मे सुत रुदतं बन्धा सर्वे हातकर्णकारणं रुदगासेन सुदनं सतः। ए बाबु घरै बसेर तिमीले त भएको फुल त्यहाँ लक्ष्मीनारायणमा चढाऊ ल। बुवा आमाले बाबुलाई टिका लगाइदियो। रातो आसे त केही छैन हो भन्ने हो छोरालाई ज्ञान दिने भनेको आजै हो ल। नानु टिका लगाइदेऊ बाबु धेरै पढ घरा घुर्किला जस्तो नठान गुरुको सेवा गर विद्वान भएर बल्ल हाम्रो सेवा गर्न आऊ है भन। बाबालाई जिउ गर खुट्टा ढोगा खुट्टा ढोगा संस्कार हो भन्नु हुँदैन ल। आमालाई ढोगा हजुरबा हजुरआलाई ढोगा ल। हजुरबा हजुरआले टिका लगाएर आशीर्वाद दिन धेरै पढेर आउने भन्ने भाग्दिनु अझै अलि भाग्दिनु बोकेर लिएर है ल। आमा टिका लाउनु ल। आमालाई जिउ गर होइन आमा आज सिकाउने हो जिउ भनेको गर्न दपुर्न भन्नाले यो जानी चाहिँ कहाँ हो नि खास काशी जाने हो काशी जाने भन्छ क्या दपुर्ने होइन सब्जी पनि हो यस्तो नमस्कार म धेरै पढेर आउँछु भनेर एकचोटि भन्नु ल। ल म धेरै पढेर आउँछु मलाई बिदा दिनु भन सबलाई छोडेर आगे जान देखियो
भाग्छ नि त दाइ हिँड्थ्यो यार भात त खतरा रहेछ नि यार यस्तो गर्नुहुन्छ ठिक छ ल पर्फेक्ट आमा पनि जक्को भए माताले यता दिनु होला अनि चढ्छ मेवा अनि चढ्छ मेवा चट्टु दुबो लगाएर
अन्त गर्छन् सेवा सिन्दुर धुपी माला नमस्कार नमस्कार हुन सजिलो भक्ति भावनाले मुक्ति हुन सजिलो बजे खैजेडी शिवा तिम्रै नाममा 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 हे भगवान बाटो यस्तै खाने स्वर्ग जाने हो भने बाटो यस्तै खाने स्वर्ग जाने हो भने भगवानको भक्तको भगवानको इष्ट देवताहरूको आरती जगाऊ सांजे जगाऊ भक्त आरती जगाऊ आरती को बेला भयो भक्त हो हरि कीर्तन गाऊ हरि हरि आरती को बेला भयो भक्त हो हरि कीर्तन गाऊ लेऊ हरि कै नाम भक्त जापन हरि कै नाम लेऊ हरि कै नाम भक्त जापन हरि कै नाम हरि कीर्तन
हरि हरि कीर्तन गाउँदै गाउँदै वैकुण्ठमा कालिका माई बाये दिशामा जाऊ पश्चिम दिशा की कालिका माई बाये दिशामा जाऊ बाये दिशामा मृग बाहिनीले तिरपाला जगाऊ हरि हरि बाये दिशामा मृग बाहिनीले तिरपाला जगाऊ बाये दिशा की मृग बाहिनी उत्तर दिशामा जाऊ बाये दिशा की उत्तर दिशामा जाऊ उत्तर दिशामा कौमारी देवीले तिरपाला जगाऊ हरि हरि उत्तर दिशामा कौमारी देवीले तिरपाला जगाऊ देवी तिम्रै नाउँमा शङ्ख बजे ठाउँ ठाउँमा
ॐ